सो गाइस हेर्नुहोस् अब चाहिँ म यो लोकेसन आइपुगिसकेको छु हो। अन्त यहाँ चाहिँ कोही छैन रहेछ। हेर्नुहोस् न यस्तो दामी रहेछ कि भित्र। यो चाहिँ तपाईँको अब कुवेतको हिस्टोरिकल भिलेज भनेर जानिँदो रहेछ यो ठाउँलाई हो। अन्त यस्तो दामी रहेछ मजाको। हाम्रोतिर यो यसरी माटोले लिपेको जस्तो। यो माटै हो कि होइन माटो त होइन रहेछ तर यो कि सिमेन्टै रहेछ तर डिजाइन चाहिँ त्यस्तो रहेछ। यो हेर्नुहोस् न यस्तो मजाको कि हाम्रो अब यहाँ आइपुग्दाखेरि चाहिँ मलाई पिस लाग्यो क्या। कोही पनि छैन हेर्नुहोस् न फेरि कोही छैन लु म मात्रै यहाँनिर एक्लै घुम्दैछु हो। यस्तो मजा फोटो खिचिदिने मान्छे धरि छैन अब यहाँनिर यस्तो ज्यादा एक्लै पनि हुनु त त्यही कारण चाहिँ कोही छ त्यो चाहिँ दिलै गरेँ क्या मैले ल। अब उता त नहेर्नुहोस् कि तपाईँहरूलाई मैले टक्कै यति चाहिँ देखाउँछु। यहाँबाट भित्र बस्नुपर्छ हो। यस्तो मजाको छ। के हो यो अल्बिटिल एन्टिक्स उपर लेखेको रहेछ। मसुवा के होला यो मलाई थाहा भएन। यो के यसको नाम हो कुनै। यहाँनिर चाहिँ के लेखेको रहेछ घवास खवास चाहिँ नै घवास। अब यो त तपाईँहरूले अब बुझ्नुहुन्छ भने चाहिँ आफै पढ्नुहोस् ल। आफै पढ्नुहोस् आफै बुझ्नुहोस्। अब देखाइदिने काम मेरो हो। तारुफ त्यो अरबीमा पनि तारुफै लेखेको है। त्यो चाहिँ म जान्दैछु पढ्नु। त्यसको माथिल्लोपट्टिको चाहिँ यो माथिल्लोपट्टिको चाहिँ यो छ नि यो माथिल्लोपट्टिको चाहिँ जान्दैछु मैले। के हो यो सूर्यदान भन्नु यसलाई चाहिँ स्योरदान भन्नु कि के भन्नु। रिक्सा मैं रिक्सावाला भन्ने पो याद आयो मलाई। कुफाल हो हेर्नुहोस् न के होला योहरू दोकान रहेछ हौ। यो त दोकान पनि रहेछ त भित्र त। सहर अल बहार यहाँ हेर्नुहोस् न गर्दै हो। हेर्नुहोस् न यस्तो मजाको टक्कै अब यहाँनिर बसेर चिल गर्ने जग्गा होला नि त। अन्त किन हो कुनि अहिले चाहिँ सबै बन्द रहेछ यहाँनिर हो। अन्त म चाहिँ अब रङ टाइममा आइपुगेको हो कि के हो मलाई थाहा भएन। एक्लै हिँडेको तर अब है के गर्नु अब छैन। म यहाँ भइरहेको सुतिरहेको रहेछ। यहाँ चाहिँ कसको यहाँ दोकान रहेछ। यस्तै दोकान रहेछ यहाँनिर सबै गर्दै आइदिए यहाँ भइहाल्यो मजाले सुतिरहेको छ। तर ठाउँ चाहिँ अब मजाको हेर्नुहोस् न हो। पहिलाको जमानामा आइपुगेको जस्तो लाग्थ्यो। ल्याम्प पनि बलिरहेको रहेछ यहाँ मजाले हो। अन्त यहाँ बस्दिउँ क्या म एकछिन। यहाँ बस्दा कस्तो देख्दो रहेछ अब हेर्नुहोस् है मलाई। अरे फिल्ममा बस्दै गऱ्यो नि अब यहाँ कसरी बस्दिनँ बस्नु पनि आउँदैन मलाई त। मलाई यहाँ इन्ट्रेस्टमा पस्दाखेरि के भन्दै थियो थाहा छ। यहाँ मसरीहरू होला कि इजिप्सियनहरू होला हो। अन्त यो क्यामेराको ब्याग देख्यो नि त। क्यामेराको ब्याग देखेर चाहिँ के हो यो ब्यागमा अरे नि त। अन्त चाहिँ मैले चाहिँ क्यामेरा हो भनेर भनेँ नि त हो। क्यामेरा हो भनेर भन्दाखेरि चाहिँ मलाई भित्र लानु नदिला जस्तो गर्यो। त्यसले कल पनि गरेको नि कसलाई पर्खि म मुदिरलाई सोध्छु भनेर भने होइन। मुदिर भनेको चाहिँ अब सर आफूभन्दा ठुलो। अन्त यहाँनिर अन्त त्यसलाई चाहिँ सोधेँ नि त। अन्त मुदिर कुनि के मैले त बुझिनँ अब हो। अन्त यहाँनिर एकजना फिलिपिनी आएको छ अरे। मलाई चाहिँ फिलिपिनी तर ठिकै छ। अन्त के भन्यो भन्दा अन्त उयोमा तिम्रो रहेछ हेर्नुहोस् न मजाको झुन्डिदिइरहेको ल्याम्प टुङ 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 टुङ। यो चाहिँ मैले कुन चाहिँ म्युजिक बजाउँदै चाहिँ तपाईँहरूलाई थाहा छैन होला। जसलाई थाहा छ त्यसलाई थाहा छ। अन्त के पो भन्दै थिएँ मैले यस्तो बानी चाहिँ मेरो घिन लाग्दो छ नि त। के कुरा गर्दा कहाँ जान्छु म हो। अन्त चाहिँ अब त्यही हो के भन्दै थिएँ भन्दाखेरि चाहिँ एकछिन बादमा चाहिँ अर्को सेक्युरिटी पनि आयो हो। अर्को सेक्युरिटी पनि आएर चाहिँ त्यहाँदेखि मलाई के अरे यो म राखिदिन्छु अरे। म त राख्नु दिनु त्यसलाई हो। न टोकन छ न राख्ने जग्गा छ कहाँ राखिदिन्छस् भनेर भन्दाखेरि पनि मसँग राखिदिन्छु पो अरे हो। अन्त चाहिँ मैले राख्नु दिनँ त्यसलाई। होइन म जान्छु सँगै लिएर जान्छु म फोटो चाहिँ खिच्दिनँ निकाल्दिनँ पनि भनेर भन्दाखेरि चाहिँ ओके भनेर भन्यो हो।
त्यसले बुझ्यो अन्त चाहिँ म त्यहाँदेखि चाहिँ भित्र पसेँ अन्त आएँ योहरू चाहिँ के हो पनि थाहा भएन नम्बर 22 हो अन्त यहाँ कति नम्बर रहेछ यो त एउटै रहेछ रुम होला हौ सायद यो है के हो अब खै थाहा भएन लिभन ओभर लुगाहरू पनि हेर्नुहोस् न यहाँनिर यस्तो छ हो माथिपट्टि जानु पाएको भए चाहिँ राम्रो हुन्थ्यो होला हौ बोट हेर्नु न यहाँ फेरि यहाँ के लेखेको छ हिरे हिरे न भन्नु त भएन होला के छ हौ यहाँतिर चाहिँ म फेरि कुना काप्चाको हुनु मनपर्छ नि त कस्तो ताला लगाइदिएको रहेछ नि त हौ यहाँनिर फेरि नभए त तपाईँको केटा फेरि यहाँबाट हिँडिहालेको नि अरे यस्तो ब्युटिफुल भ्यू त अब तपाईँहरूलाई मैले झन्डै मिस गर्दैछु नि हो झन्डै हेर्नुहोस् त यी वाह क्या मजाको यो बाटो त मैले म्यापमा देखेको थिएँ हौ हेर्नुहोस् न म देखाउँछु यो छ नि यो रोड ब्रिज हो खासमा यो कि रोड कहाँसम्म यो चाहिँ उता कहाँ पुग्छ होला यो खै इराक हो कि साउदी कहाँ पुग्छ यो सिधै यो बाटो चाहिँ यो पर समुद्रदेखि नि उतासम्म छ यो परसम्म छ हेर्नुहोस् न यहाँ अब यस्तो मजाको रहेछ हो अन्त यहाँनिर माथि जानु पाएको भए झन् दामी हुन्थ्यो होला कि तर के गर्नु अब म जानु सकिनँ यहाँनिर उयो रहेछ हो के रहेछ भन्नुहोस् त ताला रहेछ नि अब के हुन्छ देखिहाल्यो त तपाईँहरूले पनि अघि नै चरा उठ्दै गएन नि फेरि अब कस्तो मजाको देखिदिएको हेर्नु न अब यहाँबाट साला बगिआयो अधर्मलाई बगायो